हेलो गाइस है स्वागत छ तपाईहरुलाई फेरि पनि आजको ब्लगमा र अहिले भने चाहिँ यहाँ प्रतीक मामा र म छु है र आज चाहिँ प्रतीक मामासँग कति महिना बादमा भेटेको है र प्रतीक मामा त्यही खुसीमा कस्तो छ अहिले तिमी अहिले एकदमै ठिकठाकै है र है प्रतीक मामा र म चाहिँ है आज चाहिँ है हल्का यादगारलाई चाहिँ ताजा बनाउन लागि हल्का घुम्नु गइदिएको है र अहिले भने चाहिँ हामी घरबाट निस्किसकेको छ सो आज चाहिँ हामी अब कहाँ जान्छौँ त्यो सबै तपाईहरुलाई भिडियोमा देखाउने छु सो भिडियोको एन्डसम्म बसिराख्नुस् होला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनुस् होला र पेजमा पनि फलो गरिदिनुस् होला सो हेर्नुस् है त भिडियो गाइस र गाइस अहिले भने चाहिँ रोड पनि आइसकेको छौं है हामी चाहिँ हाम्रो मामाको स्कुटी है र गाइस है अहिले भने चाहिँ हामी हिँडिसकेको छ सो गाइस है अहिले भने चाहिँ हामी रातमाटी पुगिसकेको छौं है र अब चाहिँ हामी पापुङ फाटक भएर यहाँबाट चाहिँ माथि तिमीटारको जानेछौँ है सो भिडियोको एन्डसम्म बनिरहनुहोस् है गाइस यहाँ देख्न सक्नुहुनेछ हाम्रो मामा ड्राइभमा बिजी है सो गाइस है अहिले भने चाहिँ हामी पापुङ फाटक आइसकेको छ अब चाहिँ यो उकालो रोड लागेर है गाइस हेर्नुहोस् है दामी छ यो रोड चाहिँ एकदम दामी छ तो गाइस है अहिले भने चाहिँ हामी यहाँ कुन चाहिँ जग्गा हो याद छैन अब चाहिँ हामी तिमीटारको पुग्नु लागेको छ है र हामी चाहिँ यहाँ बिसाइरहेको छ गरम भयो नि त हल्का कोल्ड ड्रिङ्क्स खाइदिएको है सो अब तिमीटारको नजाराहरू पनि देखाउनेछु तपाईहरुलाई है र है गाइस फाइनली टी गार्डन चाहिँ हामी आइपुगिसकेको छौँ है र अहिले भने चाहिँ हामी यहाँ हल्का भोक लागे जस्तो पनि भयो होइन अन्त चाहिँ हल्का यहाँ खाजा खाइदिउँ भनेर चाहिँ यहाँ बसेको Oh my god, guys, what a lovely view. हेर्नुस् न तपाईहरु है Oh my god.
Oh my god, what a lovely भ्यू हेर्नु सक्नुहुनेछ तपाईँहरू यहाँको भ्यूहरू। सो गाइस चाहिँ अब चाहिँ हामी टी गार्डनलाई चाहिँ बाई बाई गर्दै गयो है। अब चाहिँ हामी घरतर्फ लागेको है साथी हो। अब भन्ने चाहिँ हामी छुटेको है र मेरो डेस्टिनेसन आइपुगेछ। अब उसले चाहिँ पुऱ्याइराखेर अब चाहिँ फर्केको है। र गाइस है फेरि भेटौँ र आज मजै आयो होला है तिमीलाई? एकदम मजा है। ल बिस्तारै जाऊ है ब्रदर। ल ल है त गाइस अब भने चाहिँ म घरतर्फ जाँदैछु होइन। सो आजको भिडियो के कस्तो लाग्यो तल कमेन्टमा प्रतिक्रिया गर्नु होला है। आज चाहिँ मजा आयो है। प्रतीकसँग घुम्नु गएको थिएँ है। स्कुलको साथी है ऊ चाहिँ मेरो है। र मजा आयो कति दिन बादमा भेटेर है, कति महिना बादमा। सो आजको भिडियो यतिसम्म नै थियो। सो कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् होला है। धन्यवाद।